गाइज वेलकम ब्याक टु माई च्यानल। सन्चै होला भन्ने आशा राख्दछु होइन सबैलाई। आज म यसो घुम्न जाउँ भनेको होइन, भाटबटिनीतिर जान लागेको। अब यसो मेरो भ्लग हेर्दै गर्नु होला है त। लेट्स गो गाइज। आज तिमीहरूलाई म धनगढीको भाटबटिनी देखाउन गइराखेको छु। एकदमै रमाइलो हुन्छ गाइज, हेर्नुहोस्, एकदमै मजा गर्नुहोस् है। र म चाहिँ अब अहिले भर्खरै पुगिसकेको छु धनगढीको भाटबटिनीमा है। यहाँ चाहिँ गेटको अगाडि यस्तो छ गाइस, हेर्नुहोस्, यहाँ मान्छेहरू यति छन् कि टन्नै छन् मान्छेहरू। एकदमै रमाइलो हुनेछ गाइस होइन। अब चाहिँ यहाँ हेर्नुहोस् त, यहाँ भाटबटिनी बस यहाँ सब बुला रहा है भाइ। यहाँ चाहिँ गार्ड दाइले पुरै गरिराख्नु भएको छ। त्यसपछि म टक्क पारेर भित्र छिरेँ है। यो चाहिँ भाटबटिनी हो एउटा। बस यहाँ मान्छेहरू कति छन् टन्नै छन्। फोटो खिच्नेको एकदमै भिड छ। ओहो कति हो ल, यहाँ तपाईँ हेर्न सक्नुहुन्छ। त्यसपछि हामी भर्खर अब यहाँ चाहिँ पुरा मोटरसाइकल पार्किङ छ। यहाँ हेर्नुहोस्, अब यो चाहिँ भाटबटिनी, धनगढीको भाटबटिनी ल। त्यसपछि म चाहिँ अब तिनीहरूलाई देखाउने छु यहाँ भाटबटिनी सुपर। ओ यता पानी हेर्नुहोस्। अब यता चाहिँ बेचिरहेछन् केटाहरू केटीहरू टक्क बलेर मिलेर होइन। अब हामी अर्को तलामा पुगिसकेका छौँ। टक्क पारेर दोस्रो तला। दोस्रो तलामा चाहिँ पनि यसो एकचोटि त यसो हेरेँ, यताउति हेरेँ, केही पनि भएन। ठक्क पारेर एउटा यो किन भने चाहिँ कस्तो हुन्छ विचार गरेर हेरेँ, मन परेन। अब के गर्ने। यो चाहिँ सबभन्दा टप फ्लोर भाटबटिनीको। हामी टपमा पुगिसक्यौँ। टपमा चाहिँ पुरा यता चाहिँ क्याफे छ, रेस्टुरेन्ट छ, सब टिकटक बनाइरहेछन् यता। यतातिर टिकटक बनाइरहेछन्, फोटो खिचिरहेछन् है। म चाहिँ हेरेर रमाइलो गरिरहेको छु। हेरेर रमाइलो पिटा हो। यहाँबाट चाहिँ बाहिरको सिन हेर्ने हो भनेपछि यस्तो छ बाहिरको सिन। यो चाहिँ धनगढीको भाटबटिनी। न्युज हेरिसकेपछि म तल झर्ने कोसिस। हामी घुमिसकेका छौँ। अब हामी तल झर्दैछौँ है। अब हामी ग्राउन्ड फ्लोरमा जाने आवाज। ग्राउन्ड फ्लोरमा पुगिसकेका छौँ। यसो हेर्दा त ग्राउन्ड फ्लोरमा त टन्नै मान्छे छन् त यार। अब त्यसपछि मैले यसो यताउति हेरेँ। अब बाहिर निस्कनु पर्यो भने बाहिर निस्कँदाखेरि त ओहो, त्यहाँ त
कति रहेछन् यार। बाहिर त पुरै अब पानीको फोकाहरू लागेर एकदम रमाइलो भएर रहेछ। बाहिर अब यसो हेर्छु त जताततै साला मान्छेहरू त टन्नै आए। यता चाहिँ फोटो खिच्नेहरूको भिड लाग्छ अब। गाइस अब हामी पानीको फोकाहरू देख्नेछौँ। पानीका फोकाहरू यो चाहिँ पानीका फोकाहरू है। यति देखाउँदै आजको भ्लग हामी यतै अन्तिम गर्नेछौँ। हामी नेक्स्ट भ्लगमा मिल्नेछौँ। टेक केयर, बाई।